आज हामी खाऊँ काँचो आँप र पिरो खोर्सानी। अब हेरौँ है त आजको भ्लगमा चाहिँ यो आउँदैछ। हाई एभ्रिवान, सबैजना वेलकम छ। आज पनि मेरो अर्को भ्लग आउँदैछ। अर्को भ्लगमा रहेको छ काँचो आँप र पिरो खोर्सानी है त। पिरो नुन खोर्सानी एकदमै यो सिजनको चाहिँ फर्स्ट आँप हो यो होइन। सो हामी सुरु गरौँ। आजको मेरो भ्लगमा रहेको छ काँचो आँप है त। हेर्न सक्नुहुन्छ पिरो। आमामा कस्तो पिरो अमिलो। यो सिजनको चाहिँ पहिलो आँप हो यो होइन। पहिलो काँचो आँप खाँदैछु म चाहिँ। मेरो दाँतको हालत के हुने होला मलाई पनि थाहा छैन। मिठो मिठो हो क्या। हजुरलाई के लाग्छ कुनै? मलाई चाहिँ बोका सुत्ता खान मिठो लाग्छ है यो काँचो आँप चाहिँ। पिरो अमिलो बब्बाल छ। धेरै दिन भयो पिरो नखाएको। मेरो त दाँतै किरिसक्यो। पिरो मेरो दाँत त केही बाँकी नै रहेन। पसिना आइसक्यो मेरो फेसभरि हेर्नु न। लास्ट
कपाल पिरो अमिलो पनि दाँत किरियो मेरो बब्बाल पिरो भयो बब्बाल म चाहिँ सोनपापडी खाँदैछु अब यस्तो पिरो चाहिँ कसैले नखानु होला यसो ट्राई चाहिँ नगर्नु होला होइन खाइरहने बानी छ भने चाहिँ खान सक्नुहुन्छ होइन मैले जस्तो खाइरहन्छ मैले धेरै दिनपछि खाएको हो खानु चाहिँ मैले पहिला धेरै नै पिरो खाइरहने मान्छे हो तर मैले जस्तो खाइरहनुहुन्छ भने चाहिँ खानु होला प्लिज ट्राई गर्नु होला यत्रो पिरो न त चाहिँ ट्राई नगर्नु है त धेरै हानिकारक हुन्छ पेट पोल्छ के पोल्छ हजुरहरूलाई थाहा होला नि त सो आजको ब्लग चाहिँ यति नै हो होइन त्यति राम्रो चाहिँ भएको छैन आजको ब्लग होइन पिरो राम्रोसँग बोल्न पनि भइरहेको छैन मेरो च्यानल सब्सक्राइब गरिदिनु होला बेल आइकन पनि दबाइदिनु होला अनि लाइक कमेन्ट गर्नु होला सेयर गर्नु होला गरिदिनु होला यति भन्दै आजको ब्लग चाहिँ म यतिकैमा इन्ड गर्दैछु अब नेक्स्ट ब्लग चाहिँ कहिले आउँछ थाहा छैन तर म खाएरै हाल्छु होला सायद होइन खान्छु नै मात्रै होइन सो आजको ब्लग चाहिँ यति भन्दै इन्ड गर्दैछु है त ल बाई बाई